हेलो साथीहरू, आज चाहिँ हामी यहाँनिर यो काब्रो हुन चाहिँ यो घाँस हो, तर यसको यो फुलको चाहिँ हामी अचार खाने गर्छौँ। अमिलो हुन्छ। अनि अचार खानको लागि यो काब्रो टिप्नलाई आएको। आधीभन्दा धेर त फक्रिसकेछ, थोरै रहेछ। अब यो टिप्ने हो। अनि यसको उसिनेर आलुसँग मटरको दाना हालेर अचार खाने हो। हाम्रो सानो मान्छे छोरी हाम्रो उतापट्टितिर छ, अर्को तोरी लाउरे। अनि यहाँ हाम्रो काब्रो टिप्ने मान्छे, रुख चढ्नमा एकदम सिपालु मान्छेले चाहिँ माथि चढेर टिपेर फालिदिनुहुन्छ। अनि हामी चाहिँ टिप्दै झोलामा हाल्दै भेला गर्छौँ है त। अनि यो चाहिँ कस्तो हुन्छ भनेर सबैलाई त थाहा छैन होला, प्राय सबलाई थाहा होला, नभए कसैलाई थाहा छैन भने हेर्नुहोस्, यसको चाहिँ यस्तो भइसकेको हुन्छ। यो चाहिँ अलिक फक्रेछ, पात निस्किसकेछ। नभए यस्तो हरियो यस्तो मात्रै हुनुपर्ने हो। यस्तो हुन्छ है त। ल